आमा नमस्ते हजुर। हजुर नमस्ते। नमस्ते। कति वर्ष पुग्नु भयो हजुर? वर्ष त केही थाहा पाएन हजुर म। ए कति वर्ष पुग्नु भयो त्यो थाहा छैन? अनि त्यतिखेर त नि जस्तै गाउँमा यो चाडपर्व आयो भने दसैँ तिहार तिज आयो भने त मादलमा छम्की छम्की नाच्नुहुन्थ्यो अरे। नाच्ने केही कसलाई केही डर नहुने हामीलाई। अनि अहिले किन नाच्दैनन् त के? अब त नाच्दैन अब त मोबाइल हेर्ने मोबाइल ध्यान त गर्ने हो। अनि अब त नाच्नु भन्ने छैन रङ्ग। ए हामी रातभरि नाच्थ्यौँ, बुढाबुढी नाच्ने अनि मादल बजाउने गीत गाउने दोहोरी गीत गाउने आहा हुन्थ्यो। दसैँ तिहार आउँदा कस्तो हुन्थ्यो त्यो बेलामा? उहिले दसैँ तिहारमा त हामीले अघि जस्तो कहाँ लाग्छ घल्याक पार्या पुण्य लगाउने हजुर। अनि कहाँ पुग्ने चच्चे हट्दै जाने बस्न जाने। त्यतिखेर गाडी चल्थ्यो? गाडीमा जाने जाऊ न हट्दै जाने रङ्गमाने तपाईँ कुन कुन ठाउँ जानुभयो? कति टाढा जानुभयो? कति ठाउँ गए त्यो पाहाडको मेला त। अनि चाडपर्व छ नि, चाडपर्व पहिलाको ठिक ठिक त्यही समयको ठिक होइन? त्यही छ हामीलाई ठिक छ। ए अब क्या ठिक छ त अघि धेरै समय राम्रो रमाइलो हुन्थ्यो नि, रमाइलो अब त छैन अब त्यस्तो। छैन किन छैन होला? किन होला सर अब चाहिँ पानी जुगाएको छ हो जुगाइ हो। त्यो समयमा हजुर। गीत गाउनुहुन्थ्यो, त्यो समयको गाना तपाईँलाई सम्झना छ? छैन छ अलि छ आज बिर्सिए छ। नै छैन। ल एउटा त्यो समयको गीत गाइदिनुहोस् त एउटा। छैन एउटा गीत छैन क्या भन्नु त अब छ के? अघि त क्या भन्थ्यौँ हामीले उ गर्ने तपाईँले त्यो बेला गीत गाउनुहुन्थ्यो नि? त्यो बेला गीत गाउँथ्यौँ हामीले। आमा नमस्ते हजुर। हजुर नमस्ते। नमस्ते। कति वर्ष पुग्नु भयो हजुर? वर्ष त केही थाहा पाएन हजुर म। ए कति वर्ष पुग्नु भयो त्यो थाहा छैन? केही थाहा पाएन। अनि घल्याक पार्या पुण्य लगाउने हजुर। अनि कहाँ पुग्ने चच्चे हट्दै जाने बस्न जाने। त्यतिखेर गाडी चल्थ्यो? गाडीमा जाने जाऊ न हट्दै जाने रङ्गमाने तपाईँ कुन कुन ठाउँ जानुभयो? कति टाढा जानुभयो? कति ठाउँ गए त्यो पाहाडको मेला त उयो त्यो सेलनको मेलालाई के मेला गोली क्या भन्थ्यो त्यहाँ। त्यो समयको गाना तपाईँलाई सम्झना छ? छैन छ अलि छ आज बिर्सिए छ। नै छैन। ल एउटा त्यो समयको गीत गाइदिनुहोस् त एउटा। छैन एउटा गीत छैन क्या भन्नु त अब छ के?